प्रशासनले जिम्मा लिन्छ कि लिँदैन? हत्याको जिम्मा लिन्छ कि लिँदैन? यो हत्या हो भन्नुहोस् तपाईँ। यो हत्या हो, हत्याको जिम्मा गृह प्रशासनले लिन्छ लिँदैन? गृह प्रशासनले हत्याको जिम्मा लिन्छ लिँदैन? अनि मिडिया चाहिँ किन बाहिर जाने सर भन्नु त? मिडिया किन बाहिर जाने? तपाईँले भन्नुहोस् न, मिडिया किन बाहिर जाने? तपाईँहरूले के गर्नुहुन्छ लुकी छिपी? मिडियाले किन सूचना सम्प्रेषणमा किन बन्द? सूचना सम्प्रेषण हामी यही बस्छौँ, हामी जाँदैनौँ। तपाईँ राष्ट्रस्थलमा जानुहोस्। मिडिया किन बाहिर जाने? मिडिया किन बाहिर जाने? भाइ मिडिया बाहिर जाँदैन, मिडिया बाहिर जाँदैन है, मिडिया बाहिर जाँदैन। माइन्ड योर ल्याङ्ग्वेज, माइन्ड योर ल्याङ्ग्वेज। मिडिया बाहिर जाँदैन, मिडिया बाहिर जाँदैन, मिडिया बाहिर जाँदैन। हाम्रो कोही पनि साथी Don't teach us. Don't teach us. Don't teach us. Don't teach us. यो ज्यादती पुलिस प्रशासनको छ। मिडिया बाहिर जानु पर्ने। उहाँहरूले भित्र के गफला गर्नुहुन्छ, उहाँहरूले के गर्नुहुन्छ, त्यो लुका छिपी सबै गर्न पाइने। मिडियाले बोल्यो भन्दैमा मिडियालाई बाहिर निकाल्ने खोज्ने नेपाल प्रहरी गृह प्रशासनको हो यो राज्य। त्यो के हो? हामी कुन शासनमा छौँ? लोकतन्त्रमा छौँ या तानाशाहीमा छौँ? कहाँ छौँ हामी? मिडिया किन बाहिर जान्छ? मिडिया कर्मी साथीहरूलाई किन निकालिँदैछ? आज नेपाल प्रहरीमाथि गम्भीर प्रश्न उठाइरहेका छौँ हामी। आज गृह प्रशासनमाथि गम्भीर प्रश्न उठाइरहेका छौँ हामी। यही बस्छौँ, जाँदैन। तपाईँ कुन पार्टीको? प्रधानमन्त्री गृहमन्त्री चाहियो। मेरो समस्या म्यान भने मैले भनेको छु अघिदेखि राजीनामा दिनु पर्यो क्या पहिलो कुरा। अघि भाइले भन्यो साथी थियो नि आइकन बोलेर के गर्यो? सरकारको मान्छे थियो, सरकारको मान्छे थियो। अहिले के गर्यो? त्यो फटा मान्छे थियो, के गर्न आयो? के गर्यो? कुरा के हो भने पहिलो माग सुन्नु न। पहिलो माग चाहिँ उनले 550,000 पुर्यायो, 1,000 को 1 लाख पुर्यायो। त्यो कारणले उसले आत्मदाह गर्नु पर्यो। सबै राइटरहरूलाई पनि हो, त्यो आइपुग्छ। त्यो कारणले यहाँ मिलाएर कोही मिल्दैन। सुन्नु त, यहाँ मिलाएर केही मिल्दैन। त्यो अब उसले राजीनामा दिनुपर्छ अनि हाम्रो परिवारलाई उसले न्याय दिनुपर्छ। नेपाल प्रहरीज्यू यहाँ भन्नु पर्यो, यो हत्याको जिम्मा लिन्छ।